Hello everyone. आज चाहिँ हामीहरु सिद्धेश्वरी मन्दिर जाँदैछौँ। यता म छु। यता हुनुहुन्छ हाम्रो माइजू। यता हुनुहुन्छ हाम्रो माइजू। हेर्दै छु। र यता मेरो बहिनी। र यता पनि बहिनी। हामी आधी बाटोसम्म आइपुगेको छौँ। आधी बाटो? आधी बाटो त आधी बाटो पनि के भन्नु स्टार्टिङ पोइन्ट भन्दा पनि हुन्छ अझै एकदम टन्न बाँकी छ। हामी त उकालो चढ्न थालेकै छैनौँ हामीहरू। र हाम्रो माइजूहरू चाहिँ एकदम धेरै पछाडि हुनुहुन्छ। डायमन्ड पनि आउँदैछ आज चाहिँ हामीसँग। मलाई चाहिँ एकदम फास्ट बोल्न चाहिँ आउँदैन। बिस्तारो बोल्छु खै के भएको कि त यस्तो त भ्लगिङ गर्ने स्किल्स भ्लगरमा हुनुपर्ने स्किल चाहिँ होइन त्यही पनि। यहाँनिर चाहिँ हाम्रो टच पिनट प्लान्ट रहेछ। अब यसलाई चाहिँ टक्क कपालमा सिउरिनुपर्छ है त। अब हामीले चाहिँ यसलाई यस्तो गरेर टक्क सिउरेर यहाँनिर सिउरिदिउँ कि टपक्कै टिपी निराजुर सिरैमा सिउ फुला। गीतको लिरिक्स चाहिँ मलाई खासै मिले जस्तो लागेर आएन, त्यही पनि यसो गाइदिएको। फुल चाहिँ मलाई धेरै मनपर्छ। यहाँनिरबाट चाहिँ अब हाम्रो मन्दिरको सिँढी स्टार्ट हुन्छ। अहिले म एकछिन हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ पहिले पोखरी पनि बनाएको छ, तर अहिले पोखरीमा पानी चाहिँ रहेन रहेछ। र इनार यहाँनिर रहेको छ। यहाँनिर बस्ने ठाउँ रहेको छ। अब चाहिँ हामी मन्दिर आइपुग्न आँटेको छौँ। मन्दिर आइपुग्न आँटेको छैन, मन्दिरको गेटमा चाहिँ आइपुग्न आँटेको छ। मन्दिर आउन त अझै टन्न बाँकी छ। धेरै उकालो चढ्नुपर्छ। यो चाहिँ सिँढी माथि आधी बाटोसम्म छ। अनि त्यसपछि चाहिँ हल्का हल्का फेरि समूह पनि छ। आफै उत्पत्ति हुनुभएको हो यहाँको चाहिँ भगवान्। त्यही भएर सिद्धेश्वर महादेव मन्दिर हजुर पनि भिजिट गर्न सक्नुहुन्छ। असारीमा रहेको छ। असारी वार्ड नम्बर कति अरे अहिले? अहिले चाहिँ वार्ड नम्बर 13 रहेको छ। पहिले चाहिँ 11 थियो। अब चाहिँ यहाँबाट सुरु हुन्छ। र अब यो चढ्दा चाहिँ मरिन्छ है, मरिन्छ। पूजा गर्नुहुने ल। अब हाम्रो माइजूले चाहिँ यहाँनिर पूजा गर्न सुरु गर्नुभयो। यहीँनिरबाट चाहिँ हर हर शम्भो। जय भोले बाबा। जय जय। यहाँनिर हाम्रो डायमन्ड रहेको छ। डायमन्ड त मन्दिर आउन कहिले छुटाउँदैन। जहिले हामीसँग मन्दिर आउँछ डायमन्ड। र अब चाहिँ यहाँबाट चढौँ। हर हर बोले नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। हर हर बोले नमः शिवाय। यहाँनिर चाहिँ शिलालेख अरे। शिलालेखमा चाहिँ पिपलको पात छन् अरे। यहाँ पिपलको कि सालको? सालको जस्तो देख्छु, पिपलको भन्ने हो। देखिसकेको हो त्यो नजिक लानुपर्छ। देख्नु भयो नि होइन? तपाईँहरूले कमेन्ट गर्नु होला देख्नुभयो भनेदेखि चाहिँ। यहाँनिर चाहिँ मान्छेहरूले रेलिङ भाँचेको रहेछन् है। कति धेरै बिगार गर्न सकेको। यहाँनिर यसो गरेर बाँध्नु भएको रहेछ भाँचेको कारणले गर्दाखेरि। यसरी यस्तो बिगार गर्ने काम चाहिँ नगरिदिनु होला मन्दिरको कुनै पनि सामानहरू। यहाँनिर हेर्नु, यहाँ पनि यता पनि। हेर्नु यहाँनिरको पनि रेलिङ निकालेको रहेछ। अरू सबैमा 3-3वटा छ, यसमा 2टा मात्रै छ। यहाँको पनि निकालेर लगेको अरे। के गर्ने होला हौ यो लगेर? मान्छेले अचम्म लागेर आउँछ। सबै भाँचेर केही राखेर नै रहेछ। यस्तो बिगार त नगरिदिएको भयो हुन्थ्यो। यति धेरै राम्रो छ कि मन्दिर जाने बाटो। मलाई त स्वर्ग गए जस्तो आवाज आउँछ कि यहाँबाट त म हिँड्छु नि। यही भ्यूको लागि पनि होला यो मन्दिर आउने।
देवघाट नारायणी पाप पुण्य साथैमा लैजाने ज्यान मात्रै खरानी। राधे राधे। अब यहाँबाट यस्तो टर्निङ लागेर मासतिर गइन्छ नि जब स्वर्ग जाने बाटो जस्तो लाग्छ। म इमेजिन गर्छु कि सायद स्वर्ग जाने बाटो पनि यस्तै होला जस्तो लागेर। हाम्रो सिङ्गर चाहिँ यता हुनुहुन्छ। साथैमा लैजाने जन मात्रै खरानी। अर्को सिङ्गर उता हुनुहुन्छ के अरे भनिदिनु अरे के हो अरू। सास बढेर गीतै गाउन सकिन्न कि। सिरानी बनाको सिरानी पार्वतीला सासै आउँदै बिर्सिसकेछु मैले। यतिको रमाइलो हुन्छ यहाँनिर आउँदा चाहिँ। पसिना आएर मरिने भयो। यहाँ आएपछि चाहिँ मलाई एकचोटि मेरो फेभरेट स्टेप भनेको चाहिँ यस्तो सकिन्न हाम्रो माइजहरूसँग त्यसरी। यो चाहिँ उहाँको पोज रहेको छ। फोटो होइन भिडियोको लागि है। फेरि एकदम राम्रो छ। आधी बाटोसम्म आइपुग्यौँ भर्खर। गर्मीले मरिन्छ जस्तो लागेर आइसक्यो। ओह यहाँ हिँड्न नसकेर मान्छेलाई तान्दै पनि ल्याउनु पर्यो हा। यत्तिकै उकालोमा त सास छुलेर मरिने भयो। ल ताना ताना छौला ताना चाहिँ हामीले देउरा ल्याउन आँटेको छ। फुलपाती चढाउनु पर्ने हुन्छ। त्यही भएर फुलपाती टिपौँ। देउरालीमा बतास ल्यो अब यो चाहिँ लगेर हामीहरूले देउरालीमा चढाउनु पर्ने हुन्छ। सबैजना चाहिँ हामी ढुङ्गा एउटा अनि त्यसपछि पत्ताहरू लगेर चाहिँ देउरालीमा चढाउँछौँ सधैँभरि। त्यहाँनिर छ देउराली। अहिले म देखाउँछु हजुरहरूलाई देउराली पनि। फाइनल्ली हाम्रो देउराली पनि आइसकेको छ। अब हामी सबैजना यहाँनिर चढाउँछौँ। 1 2 3 गो। हर हर शम्भो नमः शिवाय। आज देउरालीमा बतास चाहिँ चलेको छैन तर यहाँबाट भ्यू चाहिँ दामी देखिन्छ है। कति राम्रो छ यो पारीको डाँडा। कति राम्रो देखिन्छ। अलि मेरो क्यामेराको क्वालिटी चाहिँ राम्रो छैन है। आइफोन भएको भए चाहिँ बाल देखिन्थ्यो। त्यही भएर जबसम्म मेरो आइफोन आउँदैन तबसम्म यस्तै भिडियो हेरिदिनु होला। आइफोन भन्ने कुरा कमाएपछि आउने हो। यसै दौडेर आउने कुरा होइन। त्यही भएर मैले कमाउनु एकदम धेरै टाइम छ जस्तो लागेर आउँछ। र त्यो टाइम चाहिँ एकदम कम गरिदिनु होला सिद्धेश्वरी बाबा। ओम नमः शिवाय। हर हर बोले। अब यहाँको यो ग्रिनेरी हेर्दै हेर्दै हजुरहरू चाहिँ एउटा भजन सुन्नु होला है। ल 1 2 3 गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति गोपछ भयहारी ओम शिव हर हर महादेव। डमरु त्रिशूल सुशोभित प्रभुका दुई करमा
शिव प्रभुका दुई कर यतिको भजन सुन्दै हिँड्न पाएपछि अरू के खोज्नु And this is our wildflower. Finally हामी सिद्धेश्वर महादेव भएको ठाउँमा आइपुगिसकेको छौँ। यहाँ हुनुहुन्छ हाम्रो शिवजी र पार्वती। यहाँ हुनुहुन्छ हाम्रो गणेशजी। यहाँ हुनुहुन्छ हाम्रो हनुमानजी। अब हामी चाहिँ यहाँ गर्ने त चप्पल खोलेर राख्ने अनि त्यसपछि जाने। अब यहाँनिर पूजा गर्दै गर्दै हाम्रो एन्ट्री हुन्छ। गर्मीले चाहिँ म नाचिसक्यो। अब चाहिँ हामी मन्दिरतिर जान्छौँ। भजन कीर्तन अझै सकेको छैन, कहिले सकिने थाहा छैन। यहाँनिर चाहिँ उत्पत्ति हुनुभएको भगवान चाहिँ यहाँ चाहिँ आफै उत्पत्ति हुनुभएको। यहाँनिर हाम्रो चाहिँ एभरग्रिन वाटरफल छ है। यहाँ चाहिँ जहिले पनि पानी हुन्छ, यत्रो हाइटमाथि सधैँ यहाँनिर पानी हुन्छ। यहाँनिर माथिबाट आउँछ, तर माथि कहीँनिर पोखरी पनि छैन, केही नै छैन। पानी चाहिँ कहाँबाट आउँछ थाहा नै छैन अहिलेसम्म। हेर्नु यहाँनिर वाउ। दुध अनि फुलहरू मिलाएर हामी सिद्धेश्वर बाबालाई पानी चढाउँछौँ। ल कसरी पूजा गर्ने अब माइतीले भन्नुहुन्छ है। आज कसरी पूजा गर्ने अन्त बाहुनी भन्दा कम त हुनुहुन्न। पूजाको विधि चाहिँ हाम्रो बाहुनी आमाले सिकाउनुहुन्छ। हजुरहरू पनि यहाँ आएर यसरी नै पूजा गर्न सक्नुहुन्छ। राम 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 सकिन्न आज सबै भैयातीको। राधे 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 राधे। मैले चाहिँ यस्तो धेरै बुझेको भनेको राधे राधे मात्रै होला न, मलाई के भजन कीर्तनै आउन्न खाँच्छु धेरै। ल हेर अब तेलको प्याकेटलाई कसरी काट्ने भनिसकेपछि सकिएन। के हो र तेलको प्याकेट काट्न आउन्न? टोक्नु हुँदैन, काट्ने होला त। अब यहाँनिर चाहिँ हामीले बत्ती बाल्नेछौँ। अहिले एकछिन हजुरलाई बत्ती बालेपछि यहाँको दृश्य पनि देखाउने नै छौँ। एकदम राम्रो हुन्छ। अब चाहिँ हामी यहाँनिर तेल लगाउने क्रममा छौँ। यतातिर चाहिँ भाइले तेल अलिकति लगाइसकेको रहेछ। बत्ती त्यहाँ पोकामा सबैको ठिपार्ने अनि त्यहाँदेखि पूजा गर्ने। यहाँ चाहिँ हाम्रो सिद्धेश्वरी बाबा हुनुहुन्छ। ल अब हामीले चाहिँ बत्ती बाल्न स्टार्ट गरिसकेको छौँ। अहिले बत्ती बालिसकेपछि फाइनल लुक फेरि हजुरलाई देखाउनेछौँ। हामीले चाहिँ यहाँ खाजा पनि लिएर आएको छौँ। दुईवटा चाउचाउ छ, यतातिर पफ छ। अब पफ खानुपर्छ अनि त्यसपछि मजाले गफ गर्नुपर्छ। फोटोतिर खिचिसक्यो, वाक्क लागेर आइसक्यो। अब पफ खानुपर्छ। आफूले गरेको बनाएको फोहोर चाहिँ यसरी डस्टबिनमा फालेर जानु होला कृपया। बाई बाई एभ्रिवान, किप वाचिङ माई भिडियोज।